यो दृश्य हो रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको। तर के तपाईलाई थाहा छ मन्थली नाम कसरी रहन गयो? स्थानीय कथन अनुसार यहाँ पहिलेदेखि माझी समुदायको बसोबास थियो। उनीहरूको परम्परामा आफ्नै राजा हुने गर्थे। भनिन्छ यहाँ मन नामका राजा बस्थे। राजा बस्ने ठाउँलाई मन्थलो भनिन्थ्यो। समयसँगै यही शब्द बदलिँदै मन्थलो हुँदै मन्थली बनेको भनाइ छ। अर्को किम्वदन्ती अनुसार माझी भाषामा मुन भनेको जाँड र थलो भनेको बस्ने ठाउँ। त्यसैले जाँड खाने र बस्ने ठाउँलाई मुनथलो भनिन्थ्यो, जुन पछि मन्थली बन्न पुग्यो। पहिले रामेछापको सदरमुकाम रामेछाप बजारमा थियो, तर विक्रम सम्वत 2045 साल फागुन 26 गते सदरमुकाम मन्थली सारियो। आज मन्थली केवल रामेछाप जिल्लाको सदरमुकाम मात्र होइन, इतिहास, संस्कृति र सम्भावनाले भरिएको एक महत्त्वपूर्ण शहर बनेको छ। तामाकोशी नदीको किनारमा फैलिएको यो बजारले जिल्लाको प्रशासन, व्यापार र जनजीवनलाई जोड्ने केन्द्रको रूपमा आफ्नो पहिचान बनाएको छ।